हामीलाई पनि रोजगार चाहिएको छ। हामीले हाम्रो बालबच्चालाई पनि राम्रो शिक्षा दीक्षा दिन पाउनुपर्छ र हाम्रो सरकारले चाँडोभन्दा चाँडो सुनवाई गरोस्। सूचना र सञ्चारको पहुँचबाट निकै टाढा छौँ नि त। गाउँ गाउँको कुना कन्दानामा त यस्तो मिडियाहरू पुग्न सकेका छैनन्, शिक्षा पुग्न सकेको छैन, सूचना सञ्चारमा त एकदमै अब कुना काप्चामा त अब पुगेकै छैन नि त। कति साथीहरू घरमा लुकाइएको अवस्थामा हुन्छन्, घरबाटै होइन लुकाइएको अवस्थामा हुन्छन्। गाउँ समाजले पनि त अवहेलना गर्छ नि त। अनि राज्यले चाहिँ हामीलाई राम्रो व्यवस्था गरिदिनु पर्यो भन्ने हाम्रो माग हो। त्यही भएर उपस्थिति अलि कुरो उठाउनु भएको छ। यो अलि प्रयास मात्र होइन, यो जोरदारका साथ उठाउनु पर्यो होइन। अनि उहाँहरू त माथि पुग्नुभयो, उहाँहरू जस्तो अब थुप्रै साथीहरू हुनुहुन्छ। सबैजनाले हाम्रो आवाज, रोजगारी हुने साथीहरूलाई, ठुलो औदामा रहेका साथीहरूलाई चाहिँ हाम्रो आवाज उठाइदिनु हुन हामी अनुरोध गर्दछौँ। किनभने सबैजना शिक्षित पनि हुनुहुन्न होइन। अब कतिजना बोल्न सक्छौँ, कतिजना बोल्न सक्दैनौँ हामी। त्यही भएर पनि अब हाम्रो आवाज चाहिँ जोरदारका साथ उठाउन सक्यौँ। हामी बोल्दा कतिपय शब्दमा त्रुटि होला, हामी क्षमा माग्दै हाम्रो आवाज चाहिँ जोरदारका साथ उठाइदिनु हुन भनेर अनुरोध गर्न चाहे।